हेलो हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हाम्रो योगामा चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ तारकेश्वर योग साधना केन्द्र, तारकेश्वर नगरपालिका वडा नम्बर 8 मा रहेको यो शान्तिटोल स्थित हाम्रो चाहिँ आज योगामा चाहिँ सरसफाई कार्यक्रम भइरहेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ। सरसफाई चाहिँ हाम्रो सम्पूर्ण योगाका योगीहरूले गर्दै हुनुहुन्छ। कसैले उता साफ गर्दै हुनुहुन्छ, कोही यता तयारी गर्दै हुनुहुन्छ कसरी साफ गर्ने भनेर। अनि कोही कोही हाम्रो म्यामहरु चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। अनि गर्दै हुनुहुन्छ, वृक्षारोपण पनि गर्दै हुनुहुन्छ। अब योगाको यो चाहिँ हाम्रो पार्क हो। यो हरिओम म्याम नमस्ते। यता हाम्रो तयारी भइरहेको छ, हजुरले देख्न सक्नुहुन्छ है त। योगामा चाहिँ वृक्षारोपण कार्यक्रम, फूलहरू लगाउने कार्यक्रम भइरहेको छ। एकदमै राम्रो हो, हेर्नुस् त सबैजनाले एकदम राम्रो गर्नु भएको छ है त, हेर्न सक्नुहुन्छ। म सबैलाई देखाउँछु है त। यता हाम्रो योगाको अध्यक्ष म्याम हुनुहुन्छ। आज उहाँले गर्दा नै यति राम्रो सरसफाई कार्यक्रम लगायत हाम्रो काम पनि भइरहेको छ हैन। सिकाउँदै हुनुहुन्छ हाम्रो म्यामले चाहिँ, महालक्ष्मी काफ्ले म्याम हुनुहुन्छ हाम्रो। उहाँले यो योगाको अध्यक्ष पनि रहनु भएको छ र उहाँले सम्पूर्ण योगीहरूलाई यहाँ जो पनि आउनुहुन्छ सबैलाई सिकाउँदै हुनुहुन्छ। हजुर हजुर, यता हाम्रो गर्दै हुनुहुन्छ।